हामी एकदमै उपयोगी जडीबुटी भृङ्गराजको बारेमा कुरा गर्नेछौँ, जसलाई कपालदेखि कलेजोसम्मको औषधि भनेर चिनिन्छ। भृङ्गराज के हो, यसको फाइदा, प्रयोग विधि र विशेषता के हुन्, भिडियो अन्तिमसम्म हेर्नुहोला। भृङ्गराज के हो? भृङ्गराज एक औषधीय जडीबुटी हो। आयुर्वेदमा यसलाई केशराज पनि भनिन्छ। नेपालमा खेत बाटोको छेउ, खोला नाला नजिक सजिलै पाइन्छ। कपालको लागि यसले कपाल झर्न कम गर्दछ। कपाल कालो र बाक्लो बनाउन मद्दत गर्दछ र कपालमा भएका चायाहरूलाई यसले निर्मूल पार्दछ। अनुहारमा भएका डन्डीफोर चाया पोतोहरूलाई यसले हटाउने काम गर्दछ र यसले कलेजोलाई सफा राख्न सहयोग गर्दछ। जन्डिसमा यो धेरै उपयोगी हुनेछ। पाचन प्रणालीलाई यसले धेरै मजबुत राख्नेछ र पेट दुखाइ ग्यासमा पनि धेरै फाइदा छ। भोक बढाइ खानामा रुचि बढाउनेछ। छालामा भएका घाउ फोका एलर्जीमा धेरै लाभदायक छ। मानसिक स्वास्थ्य तनाव कम गर्न सहयोग गर्दछ र स्मरण शक्ति बढाउन मद्दत गर्दछ। यस वनस्पतिको धेरैभन्दा धेरै फाइदाहरू छन्। यस च्यानललाई सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला।